सबैजनामा नमस्कार। नेपाल राष्ट्र ब्याङ्कको विज्ञापन हुनुपर्ने थियो भदौमा, साउन र भदौमा, भयो विज्ञापन पुसमा। त्यसको पनि पर्फेक्ट रिजन थियो, पटक पटक भनिसके। अब हुनुपर्ने परीक्षा थियो माघ फागुनमा, तर चुनावले गर्दा बिस्तारै परीक्षाहरू स्थगित र सुब्बाको जुन विज्ञापन भयो त्यो विज्ञापनमा प्रथम पत्रको परीक्षाको मिति तोकिएर आएन, तसर्थ फागुनमा अब तपाईँहरूको पनि परीक्षा नहोला जस्तो देखियो र उपसचिव सहसचिवहरूको परीक्षा पनि स्थगित गएको तपाईँले सूचना पनि देख्नुभयो। अब परीक्षा चैत्र वैशाखसम्म जान सक्छ भन्ने कुरा यसले देखायो, तसर्थ तपाईँ तयारीमा जुट्न लागि समय पाउनु भएको छ, जसलाई मध्यनजर गर्दै स्मार्ट जीकेले नयाँ कक्षा माघ 1 गतेदेखि सुरु गरेको छ। यो कक्षा लिन चाहनुहुन्छ भने सहायक द्वितीय तर्फ होस् वा सहायक निर्देशक तर्फ होस्, तपाईँले 5 देखि 8:30 बजेसम्म बिहान र 5:30 बजेदेखि 8:30 बजेसम्म बेलुका र अफिसर तर्फ 10 बजेसम्म बेलुका पढ्नुहुनेछ, जसमा डेली लाइभ क्लास रेकर्डेड भिडियो पाउनुहुनेछ सफिस्टिकेटेड स्मार्ट जीके को वेबसाइट मार्फत, टपिक वाइज पीडीएफ नोट अङ्ग्रेजी र नेपाली दुवै माध्यममा, साथै डेली होम असाइनमेन्ट, विकली मोक एक्जाम, फिजिकल एक्जाम, लाइभ कपी चेकिङ, जुनमा त पायोनियरै हो स्मार्ट जीके। जे पनि सुरुवात गर्छ स्मार्ट जीकेले र रेगुलर कन्टिन्यू पनि गर्छ, जसको ज्वलन्त इक्जाम्पल तपाईँले आइतबारदेखि सोमबारसम्म त खालि फिडब्याक सेसन मात्र पाउनुहुनेछ कपी चेकको, जसले आफ्नो कपी लेख्दा लेखन शैली सुधार भयो, अर्काको कपी चेक हुँदा देख्दा ओ यस्तो लेख्नु पर्ने रहेछ भन्ने कुरा पनि थाहा भयो, जसको लागि तपाईँ स्मार्ट जीके जोइन गर्नुपर्छ। स्मार्ट जीकेमा यस वर्षको विज्ञापनका साथसाथै आउने 82, 83, 84, 85 को पनि कक्षाहरू सुरु भइसकेको छ। चाँडै बुझेर जोइन गर्नुहोला। कक्षा लिनलाई व्हाट्सएपमा मेसेज र फोन कल गरेर, कमेन्ट बक्समा आइम इन्ट्रेस्टेड लेखेर, नम्बरमा कल गरेर कक्षा लिन सक्नुहुनेछ। यति भन्दै तपाईँहरू माझबाट बिदा लिन चाहन्छु। हस्त, धन्यवाद।